भिडियो चाहिँ यसो प्रोफाइल ऊ हाल्न हुन्छ भनेर चाहिँ लिएको हो कि फेरि के अरे स्क्रिनसट ऊ लिएको यसमा ओके यो सामान चाहिँ हो कि बल्ल राम्रो यो सामान चाहिँ भने जस्तो यो मेरै लागि हुनुपर्ने सामान हो कहाँ हो को हो के हो हो तर दिपा दाई हिँड्न मिल्दैन कि दिपा दाई अब तिमी त अब पुरै सकियो दिपा दाई खोज्न पर्दैन मेरो लागि चाहिँ खोज्नु पर्दैन ल खोज्ने बेलामा चाहिँ यो खोज्न कस्तो मान्छेलाई लाउने थाहा डेरी के डेरी कांची डेरी ये डेरी नजिकबाट देख्दो रहेछ नि कति हो बोयफ्रेन्ड होइन भाडा हो त्यस्तो बोयफ्रेन्ड राख्नु भन्दैन त्यो हो भाडा हो इसको बैठाने के लिए अब फिर से हमें मतलब नीचे थोड़ा सा पीपीटी लगाकर हमें फैला देना है हो बल्लै थाहा पायो भने उनले थाहा पाएको थिएन नि उनलाई अनुभवै थिएन बल्ल पहिलोचोटि फिलिङ छ कसरी भेट्नुहुन्छ हाम्रो भेट कसरी हुन्छ आउ त ओह्रालो फेरि मेरो हातमा छ भने यार मैले बोलाएछु कहाँ भन्नु सक्छु ओह्रालो हाम्रो भेट्नु ठाउँ सक्छ त्यही भेट
इस टाइम हमारा हिट रहेगा 350, वही निकालते टाइम जो था हमारा हिट वही रहेगा इस टाइम भी। अब भेज दे, अब लास्ट हो। अब 2 मिनट नआत्ती गर्नुपर्छ, त्यसपछि मेरो कामै भइयो कि। यो मोबाइल भोलि फिर्ता गरेर यो अहिले किनेको मोबाइल भोलि फिर्ता गरेर जानु। कहाँ फिर्ता लिन्छ त नि लिन्न कि? हिजो अस्ति किनेको चाहिँ हिजोदेखि त्यो मोबाइल फिर्ता गरेर जानु। किन? ब्याट्री पनि टिकेको छैन अनि मोबाइल पनि ताते छ। यही सिस्टम हो। अहिले आइफोन भयो एउटा मेरो आफ्नो त्यही आइफोन लक छ क्या त्यो आइफोन चलाउनै जान्दैन त्यसले सिस्टमहरूसँग के हुन्छ त्यसलाई यही दिन्छु नत्र पहिला मैले लिने गरेँ त्यसलाई दिन्छु। घर बस्नेहरूलाई त चार्जमा हाल्ने राख्छ गइहाल्छ, हामीले चाहिँ लिएर काममा हिँड्न पर्दैन नि त। त्यो पावर ब्याङ्क सँगै बोकेर हिँड्न पर्दैन। 5% भोलिबाट नबन्ने हेर छ नि चुडानी 2-3टा पाले छु राति राति भेट्न जान्छु, तालपर भुइँ गएर सुत्छु। राति राति भुइँ गएर सुत्छु अनि त्यही जोडा नि चार्जर लिएर जाउँ न त। त्यो निकाल्नु पखाला त्यो छुट्याउ त म दिन्छु। भयो अनि राख, अब काम गरेर पहिले भातमा जाऊ त्यहाँ नाटक गर्ने नि। अभी हमारा सीपीयू फाइनली लग गया है। ल मेरो मोबाइल चार्ज हुनु पर्यो नि। अभी देखिए हमने जैसे निकाला था वैसे ही लगा भी दिया इसका। और मैं इसको चेक करके भी दिखाऊंगा आपको। चार्ज हुँदै अनि 15 मिनेट पछि म गरिहाल्छु। 15 मिनेट पछि फोन आएन भने मैले जानेछु। ल मेरो इज्जत तिम्रो हातमा कट्टु खोलेर। यो आइसी फाइनल त्यो आइसी काटेर हालेको यो कहाँ काटेर हालेको? बनाएर हालेको। यो के गरेको थियो? त्यही यो बनाउने जाली हो कि त्यो स्टेनसिल हो। यो आइसी आफूले बनाउने हो त्यो? अनि त्यो आइसी त्यो रिबोलिङ गरेर पुरै कसले बनाउने? आफूले नबनाएछ कहाँ हुन्छ त? कसले बनाइदिने? त्यसमा हाल्ने मेटेरियल के हुन्छ? मेटेरियल के हुन्छ नि? तपाईँ पिपिडी देख्नु भएको थाहा त्यो डब्बाहरू त्यो पगलेर चाहिँ भित्र गर्नु हुन्छ। सही होइन, फोटो त मैले दामी निकाल्छु नि। त्यही भएर आइसीको तल क्यापेसिटर हुन्छ। ओके फाइनल्ली बन्यो त। त्यो मैले केही बनाएकै होइन त, युट्युबमा भिडियोको डिमान्ड गरेको थिएँ, मागेको थिएँ, त्यही भएर सिकाएर भिडियो हालिदिएको मैले। त्यही भिडियोको लागि बनाएको, मलाई त्यो समस्यै थिएन। त्यो बन्यो चल्छ चल्दैन? चल्छ किन नचल्ने नि? मैले आइसी गर्ने तरिका सिकाइदिएको हो कि मान्छेहरूलाई, कसरी गर्ने के गर्ने भन्ने कुराहरू देखाइदिएको युट्युबमा हाल्दै। ओके फाइनली हमारा सीपीयू जैसे का तैसे लग गया। अभी इसको ऑन करने के लिए तो अभी इसको पूरी तरह से फिट करना होगा। सेट तो ये 100% ओके है।